हेलो सबैलाई नमस्ते। मेरो भिडियो राम्रो पाउनुहुन्छ भने यसो फलो गरिदिनु होला। र आज हामी अम्बिकापुरतिर जानको लागि निक्लेका थियौँ र त्यसै यो नयाँ कुण्डेल नदीमा चपाखुवा मेडिकल चाराली हुँदै टक्काजान अथवा टुप्सिङा जाने जुन बाटोमा अहिले नयाँ कन्स्ट्रक्सन भइरहेको छ यो ब्रिज, कता कता सुन्नमा आइरहेछ यो ब्रिजको नामाकरण राजीव सज्जाको नाममा रहनेछ। जेन होस्, यो ब्रिजले अनागत दिनमा चापाखुवासँग डाइरेक्ट कनेक्सन टुप्सिङा वा त्यो साइडमा भएका जति पनि गाउँहरू छन् अम्बिकापुर लगायत अन्यान्य गाउँहरूलाई धेरै नै राहत पुर्याउनेछ। जुन अहिले पनि डेभलप भएको छैन भन्दिनँ, तर पनि उहाँहरूलाई धेरै असुविधा छ, बाटो टाढाबाट घुरेर आउनुपर्ने हुन्छ चापाखुवा आउनलाई। र यो ब्रिज भइसकेपछि अति नै सुन्दर छ। र यसरी नै हामी आज ठिक बिहे घरमा पुगिसकेका थियौँ र बिहेको माहौल साह्रै नै हामीहरूको लागि अलिक परबाट आएको भएकाले होला मान्छेहरू चिन्ने मान्छेहरूको धेरै सङ्ख्या कम्ती थियो, तर लाहे हेर्दै जाँदा आफन्तहरू भेटिए त्यहाँ। र एकछिन बिहेमा बसे पछाडि म यसै बाटातिर निक्लेँ। साँझको पख थियो, राम्रो एकदम चारैपट्टि सिरु खेत र एकछिन यसो बाटातिर निक्लेँ। अलिकति भिडियो बनाउन मन लाग्यो र यसरी नै निक्लेँ एकछिन। If you are watching in Facebook, then follow, and if you are watching in YouTube, then subscribe.